जय मसी नमस्कार सम्पूर्णमा। म हाल मलेसिया इपो पेराक ताम्बुनमा छु। यहाँ तपाईहरुले देख्दै हुनुहुन्छ ठुला ठुला पहाडहरु। इपोमा पाए ठुला ठुला पहाडहरु देख्न सकिन्छ र यहाँ तपाईले अगाडि एउटा अचम्म कुरा देख्नुहुन्छ। यहाँ चाहिँ बाफ निस्किरहेको छ हैन। अनि यो बाफ चाहिँ कसरी निस्क्यो भन्ने कुरो पनि हुन्छ, तर यो निस्किनेको कारण चाहिँ तपाईको यो पहाडको फेदा मुनिबाट चाहिँ तातो पानी निस्किन्छ। अनि तातो पानी निस्किने क्रममा चाहिँ बाफहरु यसरी चाहिँ माथि आउँछ। अनि यो तातो पानी निस्किने ठाउँ चाहिँ म तपाईहरुलाई देखाउने छु। त्यहाँ पर तपाईहरुले अलि बाफहरु निस्किरहेको देख्न सक्नुहुन्छ। जुन त्यो लोरीको छेउ त्यहाँ थोरै त्यहाँ कङ्क्रिट देख्नुहुन्छ। त्यो कङ्क्रिटबाट चाहिँ तातो पानीको मूल स्रोत हो त्यहाँ है। त्यहाँ चाहिँ कभर गरेर त्यहाँ एकदम राम्रोसँगले चाहिँ त्यहाँको पानी चाहिँ हैन त्यो पाइपको कनेक्सनद्वारा चाहिँ पर होटलमा पुर्याइएको छ, जसद्वारा चाहिँ हैन इन्टरनेसनलबाट अथवा नेसनल टुरिस्टहरु आएर चाहिँ तातो पानीको फाइदा लिन्छन् हैन। एकदम रमाइलो ठाउँ छ इपो पेराक। तपाईको यहाँ नजिकै हस्पिटल पनि रहेको छ। अनि यहाँ वरिपरि तपाईहरुले पर साइडमा दोकानहरु पनि छ। एकदम रमाइलो छ पहाडको फेदी है। यहाँ बस्न पनि एकदम लायकको छ र विकासको एकदम तीव्र रूपमा विकास भइरहेको ठाउँ पनि हो यो। एकदम रमाइलो छ। हुन्छ, मैले यति नै जानकारी दिएँ। धन्यवाद।